सायन हेर न यहाँ बसिरहेको बस्नु ल यहाँ छ हसिया हेलो हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल उयाबाट देख्छ नि त आशा छ हजुरहरू एकदमै सन्चै हुनुहुन्छ भनेर अनि हामी पनि एकदमै सन्चै छौँ तपाईँहरूले देखिराख्नु भएको छ हाम्रो डोको लिएर कता जाँदैछौँ भन्दा आज हामी फेरि निङ्गुरो खोज्दै चारो काट्नु हिँडेको अनि हाम्रो मादलहरू चाहिँ मम्मी र बाबाले एकजना बोकिराख्नु भएको छ सो साथीहरू आज फेरि तपाईँहरूलाई हामी हाम्रो जङ्गल घुमाउँछौँ हामी चाहिँ यस्तो बाटो जान्छौँ पहिले गएकै जङ्गल जानुपर्ने छ निगुरो भेट्यो भने च्याउ च्याउ त नाम मात्रै होला निगुरो अनि आज सिस्नु चाहिँ नल्याउने म चाहिँ खासमा निगुरो टिप्नु हिँडेको खासमा चारो र निगुरो मात्रै बाटो ठुलो छ कि यो मेरो निधार ठुलो छ कमेन्ट गर्नुहोस् यो मेरो निधार चाहिँ एयरपोर्ट जत्रो छ आज मैले फेरि कपाल यस्तो गरेको छु जेसुकै होस् भनेर यस्तो गरिदिएको तपाईँलाई तर कस्तो देखाएको छ मलाई चाहिँ त्यो माथि फोका पाएर राम्रो सुहाएको देख्छ राम्रो सक्छ धन्यवाद पेन्ट लाउँदा नि माथि फोका पाएर बाँध्थ्यो नि केटीहरूले कति राम्रो देखिन्थ्यो म चाहिँ तर सुहाउँदैन जस्तो लाग्छ निधार यत्रो छ नि त बस्छ नि त आफूलाई आदत हुन्छ कस्तो रिसाउँछ आफूलाई त्यस्तो लाग्छ नि म पनि त अनि यस्तो यता यहाँ सुत्ताउन सुहाउँदैन भन्छु नि तपाईँले राम्रो देखिन्छ दिदी ठुलो अनुहार छ र भन्नुहुन्छ फेरि माथि चाहिँ कति नराम्रो देखिएको म हुन्छ छेउमा आउने भेनाले खट्ला नि यो जेसुकै भए पनि दिदीले मन राखिदिनु भयो हामी चाहिँ हाम्रो निङ्गुरो टिप्ने ठाउँ आइपुगेर पनि मैले यति निङ्गुरो यहाँ टिपिसकेँ तर कसले लगिदिइसकेछ हौ छ्या के साह्रो अस्तिको जतिकै धेर चाहिँ छैन फेरि यहाँ पुरै घारी भइसकेको छ अस्ति आउँदाखेरि चाहिँ त्यति घारी थिएन दिदी चाहिँ यहाँ तल टिप्नु हुँदैछ सिस्नुले पोलेर यहाँ दुईचोटि त लडी नै गयो कम्ती गाह्रो छैन निगुरो टिप्नु तर पनि रमाइलो लाग्छ टिप्नु त्यही भएर आएको साथीहरू यहाँ हेर्नु त यस्तो दामी हुन्छ यसलाई टपक टिप्नुपर्छ झर्दैछु म अनि यहाँ हेर्नु त यसको कति धेरै यस्तो पलाउँदैछ होइन यो त फेरि मलाई लोभ लागेर मरिजान्छु कम्ती मिठो हुँदैन खानु यता दिदीले अघि खोजेर जानुभएको अरे तर भित्र चाहिँ जानु भएन र हामीले चाहिँ यहाँ यति निगुरो दिदीले मैले भन्दा धेरै टिप्नु भएछ अनि चारो अब कहाँ काट्नु चारो यहीँ काटे झरौँ न यही त भारी नपुर्याउनु सकिँदैन तल झरौँ अनि तल भारी पुग्दैन पुग्छ जाम हौ तलतिर सराछ यस्तै त छ नि चारो अब चाहिँ हामी यहाँदेखि तलतिर चारो काट्दै झर्नुपर्ने छ आम्बामा सिस्नु छ यो बाटैभरि मलाई चाहिँ दिदीले यहाँ बाटो फाडिदिँदै हुनुहुन्छ म चाहिँ यहाँ हिँड्दैछु अलिअलि मात्रै गर्नु यो सब सिस्नु हो यहाँ यस्तोमा हिँडेर जानुपर्छ लड्नुको त कुरै नगर्नु साथीहरू आज म कतिपल्ट लडेँ भन्ने कुरा त मलाई नै थाहा छैन आथा फेरि निगुरो देखेपछि जोस जागरले भरिन्छ मलाई चाहिँ निगुरो देखेपछि चाहिँ हामी चाहिँ यहाँ टिप्दै आएर यहाँ तल एकछिन बिसाएको
यो खोल्सा झन बन्छ तल रोडमा। अब दिदी चाहिँ यता चारो टिप्दै हुनुहुन्छ। ओ सन्जिला दिदी के छ? ठिकै छ। चारो राम्रो भेट्याछु रमाउँदै छु। म कतिचोटि लडेँ आज। गनेर सक्दैन। आज साँच्ची भनेको हिजो पानी परेकोले होला सुलुत मेरो लुगा त एउटा हेर्नु नआउने छ। त्यही माथि सेतो सुरुवाल लगाएर आएको, पछाडि त सबै तलसम्म जुकाले खाएर। यहाँ यत्रो जुका भएछ। यहाँ त अझै मलाई कति खाएको छ, कति यता ब्लड यता पनि खाएको छ। अनि यहाँ पनि यो एरियामा धेरै जुका पाउँदो रहेछ हौ। कति साह्रो खाएको मलाई आज। अस्ति त यति साह्रो खाएको थिएन, यो पालि त कति खायो कति। दिदीले चाहिँ यहाँदेखि काट्दै त पुग्नु भएको। यहाँ चाहिँ यति बिसाएर जानुभएको छ। अब दिदी आउँदै हुनुहुन्छ अनि भारी लगाएर जाने हामी। भारी यो छ। अब बोकेर जानुपर्ने छ। ओ दिदी यहाँ सिस्नु हेर्नु त, सिस्नुमा म कसरी बसेर भारी बोक्नु? तर सक्छु होला नि। यहाँ त कम्ती जुका छैन। हामी चाहिँ यहाँ आएर बिसाइराखेको छौँ यसरी। तपाईँको त टाउको नै यस्तो जेरेङ भयो। यहाँ चाहिँ यहाँ दुख्छ क्या यस्तो बिसाउँदै बिसाउँदै जाने हो। अब बिस्तारो हिँडेको 4 घन्टा हुनु लाग्यो। 9 साढे 12 भइसक्यो, 3.5 घन्टा भइसक्यो। नानीहरू चाहिँ उहाँ सुत्छ, तर मजाले सुत्नु चाहिँ खानासाना बनाइदिएर हिँडेको। यस्तोमा हामी बसेर यहाँ बसिराखेको छौँ। अब एकछिन बिसाएर जानुपर्ने छ। हाम्रो भारी चाहिँ यहाँ हामी चाहिँ कति 4-5 चोटि बिसाइसक्यौँ होला। आज जतिको गाह्रो चाहिँ कहिले भारी खाँदी छ। दिदीको त कति 60 केजी छ अरे। कति अम्मे चाहिँ यहाँ निगुरो र माथि उयो छ चारो। अब यहाँ अब चाहिँ पुगिन्छ कि भनेको, खोइ के हुन्छ हौ। यहाँ टाउको पोल्यो। अब गिलो बनाएर चटपटे पनि खाउँ, अल्छी लागेन। गिलो चटपटे पनि दिनै खाँदा वक्त भन्छ। हामीले चाहिँ निगुरो यति लिएको छु। धेरै पो देखिँदो रहेछ यहाँ। यहाँ पनि छ। यो चाहिँ ठुलो खालकै। कुन यो के गर्नुभएको निगुरे? हजुर निगुरो टिपेर आएर पनि यहाँ रेस्ट गरेर खाजा बनाएर अब खाना पकाउने टाइम भयो। त्यही भएर म यहाँ आगो बाल्नु पर्ने हुन्छ। यता हेर्नु, हाम्रो यहाँ सबै पानी परेर जहिले पनि अहिले एकदम पानी परेको छ। त्यही भएर पुरै माथि पानी आयो भने यता सबै हाम्रो किचन भिज्छ। अब फर्स्टमा चाहिँ म यो कित्लीहरू सफा गर्छु। आज यो लिप्नु त पर्छ, तर आज जागरै छैन। 5 चोटि बिसायो होला, 5 ठाउँ बिसाएर 5-6 ठाउँ बिसाएर बल्ल आइपुगेको। जिउ त खत्लाक खुल्लुक्कै पुरा गलिराखेको छ। त्यही भएर आज यो लिप्दिनँ म। यो कित्लीहरू चाहिँ सफा गरेर मस्काएर म यहाँ आगो बाल्छु। हाम्रोतिर चाहिँ मौसम पुरा गाडाङगुडुङ गरिरहेको छ साथीहरू। अहिले यस्तो कालो न कालो भइरहेको छ मौसम चाहिँ। गाडाङ र गुडुङ गरिरहेछ। म चाहिँ खाना पकाएर यहाँ फेरि नानीको कपडाहरू सुकाउन आएको छु। अब चाहिँ म फेरि तल गएर
खाना खाएर अनि खाना दिनुपर्ने हुन्छ। यति धेरै यस्तो कालो न कालो भइरहेको छ कि हाम्रोतिर चाहिँ असिना पुरा झरिरहेको छ। कुकुलु साइन अब डराउनु छोड्नु भएको छोरा। साइन 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 yes mama eating sugar sugar no mama telling lie no mama open your mouth ha 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 साइन साइन यो आँखा चाहिँ उतापट्टि फर्काउनु के साइनपट्टि। साइन साइन यस मामा। अब मेरो छोराले पत्काउनु छोड्नु भयो नत्र त डरले नि। छोरा छोरा यहाँ हेर्नु त है बेटा। छोरा सानो 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 बेबी साइन। अब हेर्नु न त्यहाँ मलाई पो हेर्नुहुन्छ हौ। वाउ लाइन आयो छोरा लाइन गयो फेरि। साइन साइन साइन